हेर्नुहोस्, जङ्गलमा पाइने तितेपाती, जसलाई वर्मवुड पनि भनिन्छ। किसानले यसलाई सुकाएर एउटा गुच्छा बनाउँछन् र त्यस गुच्छालाई माड्ने काम गर्दछन्। माडेर डल्लो बनाएको गुच्छालाई ढुङ्गाको पारम्परिक सिलौटोमा कुटेर यसलाई महीन पिठोमा परिणत गर्दछन्। तयार पारिएको पिठोलाई एउटा कन्टेनरमा राखेर सिलौटोमा चारकोल अथवा कोइला राख्दछन् र कोइलालाई मसिनो गरी कुटेर एक किसिमको पाउडर बनाइन्छ। तयार पारिएको कोइलाको पाउडरलाई एउटा चाल्नीको सहायताले छानिन्छ र महीन धुलो एउटा कन्टेनरमा चालेर राखिन्छ। कोइलाको पाउडरलाई तितेपातीको पाउडरसँग मिसाएर यसमा प्राकृतिक रङ अथवा नेचुरल कलर, पर्फ्युम पाउडर र थोरै पानी हालेर एउटा चम्चीको सहायताले यसलाई मुछेर तयार पारिएको डोबाट कम्ती कम्ती टुक्रा छुट्याएर हातको सहायताले यसलाई एउटा आकार दिइन्छ र एउटा सिन्काको सहायताले बीचमा एउटा छेड पारिन्छ। पिरामिड आकारमा तयार पारिएको यस टुक्रालाई एक एक गरी तयार पारेर सुक्नको निम्ति छोडिदिइन्छ। सुकिसकेपछि यो कडा अनि ठोस बन्दछ, जसलाई एउटा कन्टेनरमा एक एक गरी उठाइन्छ, जसबाट हामी पाउँदछौँ तितेपातीको अर्ग्यानिक धूप। थ्याङ्क यू।